रामपुर नामको एउटा सानो गाउँमा 18 वर्षको राजु नामको केटा बस्दथ्यो। राजु अनाथ थियो। उसको जन्म हुनासाथ आमाको मृत्यु भएको थियो र बुबा नै उसको एकमात्र सहारा हुनुहुन्थ्यो। तर जब राजु 8 वर्षको थियो, उसका बुबा कामको सिलसिलामा जंगल जानुभयो र कहिल्यै फर्कनु भएन। त्यसपछि राजु पुरै एक्लो भयो। राजु गाउँको एउटा पुरानो झुपडीमा बस्दथ्यो। उसको घर नजिकै गाउँका मुखिया र उनकी पत्नी बस्दथे। उनीहरूको आफ्नो कुनै सन्तान थिएन, त्यसैले उनीहरूले नै राजुलाई छोरा जस्तै पालेका थिए। एक दिन मुखेनीले भनिन्, राजु बाबु, यो खाना खाऊ, कम भयो भने मलाई भन्नु है। राजुले भावुक हुँदै भन्यो, काकी, म कहिलेसम्म तपाईहरूमाथि बोझ बनेर बस्ने, मलाई त अब लाज लाग्न थाल्यो। मुखेनीले उसलाई सम्झाउँदै भनिन्, यस्तो कुरा नगर बाबु, तिमी हाम्रै छोरा हौ। राजु अब आत्मनिर्भर बन्न चाहन्थ्यो। मुखियाको सल्लाहमा ऊ जंगलमा दाउरा काट्न र मह जम्मा गर्न जाने निधो गर्यो। जंगल पुग्ने बित्तिकै उसले एउटा अनौठो र ठूलो काग देख्यो। अचानक त्यो काग मान्छेको जस्तै स्वरमा बोल्यो, म तिमीलाई चिन्छु राजु, तिमी मोहनका छोरा हौ। राजु डरायो, तर कागले भन्यो, म पनि पहिले मान्छे नै थिएँ, तर एउटा तान्त्रिकको शरापले म काग भएँ। मलाई तिम्रा बुबा कहाँ हुनुहुन्छ भन्ने थाहा छ, उहाँ अझै जीवित हुनुहुन्छ। राजु पहिले त डराएर भाग्यो, तर भोलिपल्ट बुबाको मायाले ऊ फेरि जंगल गयो। कागले उसलाई एउटा गोप्य गुफामा लग्यो, जहाँ एउटा बाकसभरि अमूल्य हीरा खजाना थिए। कागले भन्यो, पहिले यो धन लैजाऊ र धनी बन, त्यसपछि मलाई शराबबाट मुक्त गर, अनि म तिमीलाई बुबासँग भेटाउनेछु। राजुले त्यो बाकस घर ल्यायो। मुखियाले त्यो देखेपछि डराए र भने, यो पक्कै राजाको हुनुपर्छ, हामीले यो फिर्ता गर्नुपर्छ, नत्र सजाय पाइएला। राजुले कागको बारेमा केही नभनी त्यो धन राजालाई बुझायो। लोभी राजाले झुटो बोलेर त्यो आफ्नो भएको दाबी गरे र उनीहरूलाई थोरै इनाम दिएर पठाए। जंगलमा राजुको भेट एउटा साधुसँग भयो। कागले भन्यो कि त्यो साधु धोकाबाज हो, तर वास्तवमा त्यो काग एक बोक्सी थिए। कागले भनी, भोलि पूर्णिमाको रात हो, गुफामा रहेको सिसाको बोतल फुटाऊ अनि म शराब मुक्त हुनेछु। साधुले मुखियालाई सबै कुरा बताए। त्यो काग साधारण होइन, एउटा खतरनाक बोक्सी हो। 10 वर्ष पहिले राजुका बुबा मोहनले आफ्नो ज्यानको बलिदान दिएर त्यो बोक्सीलाई बोतलमा कैद गर्नुभएको थियो। यदि राजुले त्यो बोतल फुटायो भने गाउँ नै बर्बाद हुनेछ। पूर्णिमाको रात राजु गुफामा पुग्यो। मुखिया र साधुले उसलाई रोक्ने कोसिस गरे, तर कागको भ्रममा परेर राजुले त्यो बोतल फुटाइदियो। बोतल फुट्ने बित्तिकै काग एउटा भयानक बोक्सीमा परिणत भई र हाँस्दै भनी, राजु, तिमीले मेरो काम सजिलो बनाइदियौ, अब म तिमीहरू कसैलाई पनि जीवित छोड्ने छैन। राजुलाई आफ्नो गलतीको महसुस भयो। साधुले भने, यसबाट बच्ने अब एउटै उपाय छ, कसैले त्यो इनारमा हाम फालेर बलिदान दिनुपर्छ। आफ्नो गलती सुधार्न र गाउँलाई बचाउन राजुले तुरुन्तै इनारमा हाम फाल्यो र आफ्नो ज्यान दियो। साधुले फेरि मन्त्र पढेर त्यो बोक्सीलाई काग बनाइदिए, तर यसपालि उसँग बोल्ने शक्ति थिएन। मुखिया र उनकी पत्नी राजुको यो बलिदानले निकै दुखी भए, तर गाउँ भने सुरक्षित भयो।